यो चाहिँ मैती देवी आएको हामी आज, तर भिड छ, यस्तो भिड, आधी बाटोबाट हिँडेर जानु परेको छ। कति भिड छ हुन्छ, दर्शन गर्न सकिन्छ जस्तो छैन लाइन बसेर। दर्शन गर्न सकिरहेको छैन, यतिका लामो अनि यहीँबाट बाहिरबाट दर्शन गरेर यहीँबाट गऱ्यो होइन। यस्तो विधि के त मैले देख्नुमा के कुनै हो देवी भनेको राति पढ भने क्या मैले। भक्तजनको लाइन भिड, कहाँ मान्छे छिर्या खै अरू ग्याङ कहाँ जानुभयो हाम्रो? भइसक्यो यताबाट घुमेर जाऊँ न। यस्तो घुइँचो छ भिड। फाइनल्ली हामी चाहिँ बाहिर आयौँ। यति भिड छ कि हिँड्ने बाटो पनि छैन। हामीहरूको ग्याङ खै तपाईँ मलाई समात्नु है, हराउनु होला। यस्तो गऱ्यो हप्पा यता गइसक्नु हाम्रो ग्याङ। गाडीको आउने जाने फर्स्ट टाइम आएको मैले देवी, तर भयो भयो खै ग्याङहरू भयो। अब घर जानुपर्छ, घर रमाइलो भयो। ए झिलिमिलले गर्दाखेरि क्या दिदी जाने त्यतिकै छैन, आउने त्यतिकै होला, तर यो झिलिमिल नआउने त्यसमा हुन्छ होला।